बुरा नमानो होली ह्याप्पी होली डियर फ्रेन्ड्स एन्ड फ्यामिली। बिहान चाहिँ हामीहरू गएको थियौँ मर्निङ वकमा। मर्निङ वकबाट आएर मैले धेरै बेर रेस्ट गरेँ, किनभने छुट्टीको बेलामा रेस्ट गर्नु त हाम्रो अधिकार हो है। त्यस पछाडि चाहिँ म ब्रेकफास्टको तयारी गर्दैछु। ब्रेकफास्टमा चाहिँ मैले रोस्टेड पिनट्सलाई एउटा स्यालेडको रूप दिएको छु। स्यालेडमा ब्ल्याक सल्ट, तपाईँको चाट मसला अनि निबु लगाएर बनाएको छु, प्याजहरू सबै लगाएर। अनि मखाना इज भेरी गुड फर आवर हेल्थ एन्ड पपाया चाहिँ फ्रुटमा मेरो नानीले इन्जोय गर्दैछ। त्यस पछाडि नानीलाई मैले मिठाई दिएँ। मिठाई चाहिँ इट्स फर होली है, होलीको लागि मैले मिठाई। अनि यो चिया चाहिँ मैले मेरो बाबा यानि कि फादर इन ला हुनुहुन्छ उहाँको लागि मेरो बच्चाले चाहिँ मिठाई इन्जोय गर्छ। बच्चाहरूलाई त खानेकुरो दिनैपर्छ, किनभने एउटा उमेर हुन्छ खाने है। बच्चामै यो नखा त्यो नखा भन्नु, बट मलाई लाग्छ कि खाइसकेपछि मुभमेन्ट, बडीको मुभमेन्ट चाहिँ एकदमै जरुरी छ। त्यसैले म आफै पनि जानु सक्थेँ कपडा सुकाउनु, तर मैले उसलाई भने होइन मसँग कपडा सुकाउनु भने उसलाई मैले धेरै बेर इङ्गेज गराएर राखेँ। अनि त्यस पछाडि मैले भने तिम्रो बुक्स कपिजहरूलाई चाहिँ एसेम्बल गरेर राख भनेर मेरो बच्चाले नानीले बुक्स कपिजहरू मिलाएर राख्दैछ। अनि झाडु पोछा त है कामवाली बाई त बन्नैपर्छ। छुट्टीको बेलामा चाहिँ मजाले झाडु पोछा गर्नैपर्छ, अरू बेला नि गरिन्छ बट यति साह्रो टाइम पाउँदैन। अनि मैले झाडु पोछा गरेँ। त्यस पछाडि कतिवटा कपडाहरू चाहिँ मसिनमै धुनु मिल्दैन, अनि म हातले नै धुन्छु। जस्तै कि अब नानीको भित्रबाट लगाउने कपडाहरू जति हुन्छ आफ्नो कपडाहरू म हातले नै धुन्छु। अनि त्यो गर्दैछु। मेरो नानीले चाहिँ धेरै मजाक गर्छ, के भन्छ, मैले भिडियो नगर यो भनेको यस्तो कुरो त देखाउनुपर्छ त ममा रियालिटी भन्छ होइन, मैले नै भन्थेँ खास हो भने चाहिँ। अनि मेरो नानी नुहाई धुवाई गरेर चाहिँ उसलाई मैले टिका लगाइदिएँ। टिका लगाएर उसले मलाई ढोकी गर्दैछ। अनि यो चाहिँ होली आमाले बनाउनु भएको होलीको टिका। हामीले होली मनाएनौँ किनभने रिसेन्टली हाम्रो देवर खस्नु भएको चाहिँ तपाईँहरूलाई थाहा पनि छ। त्यसैले हामी त्यत्रो धुमधडाकामा होली मनाएनौँ र नानीले मलाई टिका लगाइदियो, तपाईँले हेर्नु सक्नुहुन्छ। अनि मलाई पनि टिका लगाइदिएर चाहिँ उसले के भन्दैछ हेर्नुहोस् है। अब ढोक्नु मलाई भन्छ, मजाक गर्छ हो। र उसले चाहिँ त्यस पछाडि उसको पापालाई पनि होलीको टिका लगाइदिँदैछ है। जहिले पनि त्यस्तो गर्छ उसले, कुनै पनि अब दिवाली होस् होली होस् पापासँग सेलिब्रेट गर्छ। अनि सल्युट पनि गर्यो उसले होइन, त्यस्तै गर्छ उसले उसको पापालाई होइन। अनि त्यस पछाडि चाहिँ मैले खाना बनाउनु अब म रेडी हुँदैछु सबै कुरो, किनभने यो टाइम तपाईँको अराउन्ड 12:30 जति भइसकेको थियो। अनि यो कडाई चाहिँ मैले नयाँ लिएको कडाई हो। म कडी पत्ता मैले घरबाट टिपेर ल्याएर देख्नुभयो होला नि है, कति राम्रो छ। अनि यहाँनिर चाहिँ मैले क्युमिन सिड्स यानि कि जिरा, सुकेको खुर्सानी, अदुवा लसुनको उयो गरेर पेस्ट हालेँ। पेस्ट त भन्नु मिलेन, त्यसलाई मैले क्रस गरेर हालिदिएको छु झ्याक कुटेर। अनि मैले यो रेड चाहिँ तपाईँले देख्नुहुन्छ कश्मिरी लाल मिर्च हालेको। अनि मैले दाललाई चाहिँ बोइल गर्दाखेरि चाहिँ प्याज र टमाटर लगाएको थियो। त्यस पछाडि अलिकति मैले यो घिउ चाहिँ आमाले दलसिङबाट अस्ति म गएको थिएँ नि माइत, त्यतिखेर आमाले दिनुभएको घिउ हो। अनि यो घिउ लगाउनु त ओहो पुरा गाउँ यति डरलाग्दो यसको भनौँ न मिठो बास्ना आयो कि पाके मेरो दाल। अनि यो चाहिँ हो तपाईँको पनिरको भुर्जी, एकदमै फास्टमा बनिने हेल्दी एन्ड फास्ट उयसमा। आमा अनि मेरो कान्छी सासू हुनुहुन्छ, आमा दुईजना गफ गर्नुहुन्छ। ब्रोकोली पकाउँदैछु। ब्रोकोली पकाएपछि चाहिँ नाउ माई लन्च इज रेडी है। अनि खाना पाकेर चाहिँ मैले यहाँनिर आमालाई फर्स्ट पस्केँ, नानीलाई पनि पस्केँ, त्यसरी उनीहरूलाई दिएर चाहिँ अनि म खान्छु र उनीहरूलाई दिएर म खान्छु र पनि पहिला मै खाइसक्छु भनेपछि म चाहिँ एकदमै बिजुली रहेछु, बिजुली है। ल हजुरहरूलाई म आजको भिडियोबाट बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच।